आज चाहिँ म भिडियो बनाउँदैछु यो ल्यापटपमा कसरी बबल एप्लाई गर्ने म त्यो सिकाउन गइरहेको छु गाइज हेर्नु होला है। राइट क्लिक गर्ने माउसको, त्यहाँबाट पर्सनलाइजमा जाने, त्यहाँबाट लक स्क्रिनमा क्लिक गर्ने, स्क्रोल गर्ने, त्यहाँ स्क्रिन सेभर भन्ने अप्सन हुन्छ त्यहाँ क्लिक गर्ने, अनि यहाँ स्क्रिन सेभरको पेज ओपन हुन्छ। त्यहाँ विभिन्न तरिकाको राख्न मिल्छ, जस्तै बबल भयो, रिबन्स, फोटो भयो, ब्याङ्क प्रिभ्यू गर्न सक्छन् गाइज। अनि एप्लाई गर्ने एन्ड ओके गर्ने। ल हेर्नुहोस् गाइज, यस्तै भिडियोमा हजुरहरूलाई मलाई सम्झिनुहुन्छ। लु हेर्नुहोस् गाइज रिजल्ट।